हेलो गाइज, आज चाहिँ म यो ब्रान्ड ब्यागमा बनाउने गरेको छु नयाँ डिजाइन। यसमा चाहिँ मैले वाक्स पिङ्क, रोज येल्लो, रोज पिङ्क युज गरेको छु भने टुलिप पिङ्क र यसमा चाहिँ स्टोमा वाइट यो ताना युज गरेको छु र ब्याक साइडमा मैले हल्का युक्लिप्टस बिग पनि युज गरेको छु। हेर्नु होला, मैले चाहिँ दुई साइडमा चाहिँ वाक्स पिङ्कको डिजाइन दिएको छु जसले चाहिँ कस्टमरलाई हामीले चाहिँ हेर्दाखेरि वाक्स पिङ्क देखियोस् मजाले। कुन साइडमा मैले हालेको छु हेर्नु होला, धेरै लामो पनि होइन धेरै छोटो पनि होइन, एज अ स्टेप बाई स्टेप तरिकाले हाल्दैछु। हेर्नु होला, रोज येल्लो युज गर्दाखेरि चाहिँ हजुरले जहिले पनि रोज युज गर्दाखेरि चाहिँ जहिले पनि ब्याक साइडमा नहाल्नु होला, धेरै पछाडिबाट युज नगर्नु होला। एकदम आफूपट्टि फर्किनु गरेर फ्लावर हाल्नु होला। इट मस्ट बी अन यर फेस साइड। आफूले अलिक पछाडि आएर पनि एकचोटि हेर्नु होला, आफूले हालेको चाहिँ आफूले देख्नु पऱ्यो। कस्टमरले हेर्दाखेरि कस्टमरले चाहिँ मैले कहाँ पे गरेको छु फ्लावर भन्ने कुरा देख्नुपर्ने हुन्छ। हेर्नु होला राम्रोसँग। फ्लावर ओपन गर्दाखेरि जहिले पनि क्र्याक फ्लावर नहाल्नु होला बिचमा। सकेसम्म फ्लावर चाहिँ हजुरले फ्रेस हाल्नु होला, डोन्ट युज द वेस्ट फ्लावर। अब म रोज पिङ्क युज गर्न गइरहेको छु। रोज पिङ्कको चाहिँ हामीले ओपन गर्दाखेरि जहिले पनि कुनै पनि रोजको युज ओपन गर्दाखेरि चाहिँ हामीले फर्स्टमा चाहिँ सबभन्दा तलको चाहिँ ग्रेन निकाल्नु होला, जसले चाहिँ ओपन गर्न एकदम सजिलो हुन्छ। रोज हाल्दाखेरि चाहिँ जहिले पनि स्टेप वाइज हाल्नु होला। जुन 3टा फ्लावर हाल्दाखेरि त्यो चाहिँ एङ्गल साइडमा होस्। यो पिङ्क रोज चाहिँ खासमा केनियाबाट आएको हो, एकदम राम्रो फ्लावर छ र प्लस कस्टमरलाई एकदम धेरै मनपर्ने रोज हो यो चाहिँ साउदीमा एकदम धेरै युज हुन्छ। पिङ्क रोज चाहिँ विशेष गरी चाहिँ बेबी गर्ल, वुमेन र हस्पिटलाइज भएको चाहिँ जति पनि छ उहाँहरूलाई चाहिँ उहाँहरूको लागि भनेर स्पेसली बनाएको हुन्छ पिङ्क डिजाइन चाहिँ। अब म टुलिप पिङ्क ओपन गरेर हाल्दैछु। हेर्नु होला मैले हालेको तरिका र पछि हजुरले पनि हेर्नु होला। सकेसम्म टुलिप पिङ्क ओपन गरेर हालेको सबभन्दा राम्रो देखिन्छ र बेस्ट पनि हुन्छ ब्यागमा। कस्टमरले जहिले पनि हाम्रो फ्लावर हाल्दाखेरि चाहिँ जहिले पनि आफूपट्टि फर्किने गरेर मात्र हाल्नु होला, ब्याक साइडमा नहाल्नु होला। अब म स्टोमा युज गर्न गइरहेको छु। स्टोमा वाइट चाहिँ एकदम बेस्ट हुन्छ यसमा। स्टोमा वाइट चाहिँ साउदीमा एकदम धेरै फेमस छ। हेर्नु होला मैले जुन हालेको छु तरिका यो चाहिँ स्टेयर डिजाइन हो, जसमा चाहिँ भर्याङको जस्तो स्टाइलले हाल्दैछु, जसमा चाहिँ स्टेप वाइज हल्का सानो गरेर अलि सानो स्टाइलले हाल्दैछु, जसमा चाहिँ हजुरहरूलाई पनि सजिलो हुन्छ हेर्नको लागि र गर्नको लागि पनि। अब म यसमा लेमिनियम वाइट पनि हाल्दैछु। लेमिनियम वाइट एकदम राम्रो हुन्छ पिङ्कमा। पिङ्क र येल्लोको कम्बिनेसनमा लेमिनियम वाइट एकदम। अब म ताना युज गर्ने गर्छु। ताना एकदम सेन्सिटिभ हुन्छ। ताना चाहिँ हामीले हाल्दाखेरि एकदम सेन्सिटिभ भएर हाल्नुपर्ने। तानाको जो स्टिम हुन्छ त्यो एकदमै सेन्सिटिभ हुन्छ। यसमा सानो मात्र धेरै ठुलो प्रेसर पनि यो ब्रोकन हुनसक्छ, त्यसैले ध्यानपूर्वक हाल्नुपर्ने हुन्छ। जसमा मैले ताना हालेको छु। मैले हाल्दाखेरि चाहिँ सबै फ्लावर चाहिँ एङ्गल कट गरेर हालेको छु, जसमा चाहिँ एङ्गल कट गरेर फ्लावर हाल्दाखेरि चाहिँ त्यो फ्लावरले चाहिँ पानी बेसी एब्जर्ब गर्छ, जसको कारणले चाहिँ फ्लावर चाहिँ लङ लास्टिङ हुन्छ। कस्टमरले 3-4 दिनसम्म पनि विदाउट वाटर पनि यो हाम्रो डिजाइन छ त्यो सर्भाइभ गर्छ। त्यसैले हामीले चाहिँ डिजाइन जहिले पनि फ्लावर कट गर्दाखेरि जहिले पनि एङ्गल साइडमा गर्नुपर्छ भने डिजाइन बनाउँदा होस् अथवा पानीमा हाल्दाखेरि बकेटमा हाल्दाखेरि पनि जहिले एङ्गल साइडमा कट गरेर हाल्नु होला। र मैले चाहिँ लास्टमा चाहिँ फन्टको फ्रन्ट डिजाइन दिनको लागि चाहिँ वाक्स पिङ्कै युज गरेको छु, जसको कारणले चाहिँ वाक्स पिङ्कको डिजाइन प्लस म चाहिँ आई विल हाइड अल द फ्लावर्स अफ स्टिम, जसले चाहिँ हाम्रो डिजाइन बनाउँदाखेरि कहिले पनि कस्टमरले स्टिम देख्नु हुँदैन, ब्याक साइडमा भएको फ्लावरको स्टिम देखाउन मिल्दैन। त्यो वाक्स पिङ्कले चाहिँ हाम्रो कसरी हुन्छ त्यो स्टिम हाइड गरेर त्यसको चाहिँ वाक्स पिङ्कको जुन फ्लावरमा छ त्यसको डिजाइन दिनुपर्ने हुन्छ। हेर्नु होला राम्रोसँग। हाम्रो यो वाक्स जुन छ वाक्स पिङ्कको हाम्रो ग्रिनरी पनि हुन्छ, त्यो ग्रिनरी पनि हामीले युज गर्न सक्छौँ भने त्यसको फुल छुट्टै र त्यसको फुलभन्दा मुनिको जुन ग्रिनरी हुन्छ स्टिममा त्यो स्टिमको ग्रिनरी पनि युज गर्दाखेरि अझै पनि बेटर देखिन्छ।
अब म ब्याक साइडमा चाहिँ स्टोरमा युक्लिप्टस बिग युज गर्दैछु। युक्लिप्टस बिगले चाहिँ तपाईँको ब्याक साइडको डिजाइन पनि दिन्छ भने यसले चाहिँ मेन कुरा चाहिँ हाम्रो कस्तो फर्म पनि यसले छोप्छ, जसको कारणले चाहिँ कस्टमरलाई ब्याक साइडबाट डिजाइन पनि भयो भने यसले चाहिँ फर्म पनि छेक्ने भएको कारणले प्रायः जस्तो चाहिँ फ्लोरिस्टहरूले यो युज गर्छ युक्लिप्टस बिग अथवा स्मल। र कसैले चाहिँ अरू युक्लिप्टसहरू पनि धेरै छन्, टाइप्स अफ युक्लिप्टस धेरै छन्, तर म चाहिँ यो खालको युक्लिप्टस युज गर्छु जुन चाहिँ होल्यान्डबाट आएको एकदम राम्रो छ। फोरेक्स होल्यान्डबाट आएको एकदम राम्रो छ युक्लिप्टस बिग, एकदम फ्यान्टास्टिक पाइप पनि छ प्लस गुड स्मेल पनि छ यो।